14 हम त पुरै बाटा भइली खेल्दै हो मिस्टेक गेम फिनिश साइडको छ किन एक्सचेन्ज गर्न लाग्नुभयो रिजन हुन्छ नि यु फर देयर कम्प्लिमेन्ट चल खै त प्री बर्थडे सेलिब्रेसनमा जाँदैछु होइन Hello guys, this is Mexo Zanuka. I'm back with my another video. After long time guys, मैले चाहिँ लङ भिडियो बनाउँदैछु अनि धेरै भएको थियो कि बनाएको पनि लङ भिडियो लिएर होइन आज चाहिँ स्पेसल सबैजनाले सुन्नुभएको होला प्री वेडिङ प्री समथिङ एल्स होइन सबै कुराहरू सुन्नुभएको होला कहिले पनि सुन्नुभएको छ प्री बर्थडे होइन बर्थडे आउनुभन्दा अगाडि नै बर्थडे पार्टी सेलिब्रेट गर्नु हजुरहरूले सुन्नुभएको छैन होला पक्कै पनि आज चाहिँ मैले त्यही सेलिब्रेट गर्न जाँदैछु सरी सेलिब्रेसनमा जाँदैछु होइन अनि दिदीको चाहिँ बर्थडे छ एडभान्समा ह्याप्पी बर्थडे भन्न चाहन्छु भ्लगको थ्रु सायद यो भ्लग चाहिँ भोलि आउँछ होला ठ्याक्क दिनमा त्यही दिनमा चाहिँ हुन्छ है अनि धेरै पछि मैले लङ भिडियो बनाउँदैछु अब चाहिँ मिनी भ्लग होइन कि लङ भिडियो नै मैले थोरै क्लिपहरू टिकटकमा राख्छु अब त्यसैको थ्रुदेखि युट्युबमा पनि हेर्नु होला हजुरहरूले मेरो फेसबुकको पेजमा पनि फलो गरिदिनु होला पेज भन्नाले पनि मेरो आइडी नै छ त्यसमा फलो गरिदिनु सक्नुहुन्छ यहाँनिर छ त्यो आइडी अनि युट्युबमा पनि सब्सक्राइब गरिदिनु होला सबैजनाले अब चाहिँ जाम है त म घरदेखि निस्किसकेको छु 12 बजेको टनटन घाममा म चाहिँ अब निस्किएँ गाइस गाडी हिँडेर जानुपर्छ साइडमा माई फ्रेन्ड मिनी ब्लगमा सबैजनाले देखिराख्नु भएको थियो होला अनि यतादेखि नि साइनो पारे साइनो तल नि ठिकै ठाउँमा रोकेछु यता आउनु पर्थ्यो त म त सारङ्गी सोचेर अनि उतातिर जानु पर्ला कस्तो देखेको छु अनि यो चाहिँ हाम्रो तुलसीपुरको बस पार्क एरियातिर 50 रुपियाँ देखायो भनेर भन्नुभयो होला पैसाको नाममा यही छ गाइस अरे मेरै होला भनेर थिएँ मैले पनि ल्याएँ छैन गाइस यार चस्मा हालेँ भनेर त चार्जर हालेर रहेछु गएन त चस्मा आज चाहिँ व्हाइट कलरमा एकदम राम्री भएर कीर्तिमा आज मैले लङ भिडियो बनाउनु लाग्यो नि लङ भिडियो अब केही न केही गर्नु पर्यो भनेर हामी दिदीको घर पुगेपछि भेट्छौँ ल गाइस बाई बाई स्मार्टमा छिरिसक्यो रिसेप्सन त अरू ठाउँ मिरर छ कि आउटफिट अनि चाहिँ मैले यहाँ क्युट स्टिकर कि नयाँ कभर किन्नु होइन क्युट स्टिकरहरू राखेर गाइस माटहरूमा किन्न आउनुहुन्न कि त्यसैले आफ्ना यस्तै हुन्छ कि सामान्य एक्सचेन्ज हुन्न रे यहाँ रुन लाग्नु भयो बी अवेर गाइज है तपाईँहरू कोही पनि साइनोमा आउनुभयो भने सामान चाहिँ सोचेर लग्नु होला है नेक्स्ट टाइम चाहिँ हजुरको एक्सचेन्ज हुँदैन जुन लग्नु भयो हो त्यो सामान चाहिँ एक्सचेन्ज हुँदैन है सबैजनाले ध्यान दिनु होला बरु अरू ठाउँदेखि ल्याउनु है अरू ठाउँदेखि लग्न सक्नुहुन्छ यहाँदेखि लगेपछि चाहिँ एक्सचेन्ज हुँदैन अरे रिटर्न त हुँदैन ओके तर एक्सचेन्ज अप्सन चाहिँ हुनुपर्ने मेरो पछि नै आइसक्यो यहाँ अनि ल्याउनु बिर्सेले अब हेरौँ मैले पनि हाल्यो भने अब हेरौँ के हुन्छ के गरिदिनुहुन्छ यहाँ अब हुनुहुन्न भनेपछि नि अब ओके हुन्न भनेपछि ओके यहीँ दिएर जाने जे गरेर गर्छ छोडिदिए जाऊँ यहीँ राखिदिएसँग कस्तो सिस्टम राम्रो छैन है साइनोमाट प्लिज यति चाहिँ म क्लिप राखिदिन्छु टिकटकमा सबैजनाले त्यही गर्न चाहन्छु एटेन्ड गर्नुपर्छ नि त मान्छे आएपछि हल्का रिस्पोन्स दिने अनि के भयो कस्तो भयो किन एक्सचेन्ज गर्न लाग्नुभयो
रिजन हुन्छ नि किन एक्सचेन्ज गर्न लाग्नुभयो रिजन हुन्छ हावातालमा होइन अब उसको पनि गल्ती हो अरे होइन ब्रासलेट मेरो जस्तै देखेर किन्न खोजेको थिएँ यसले मेरोमा चाहिँ कस्तो छ भने यो टुटाउन मिल्ने खालको छ कि टुटाउन मिल्ने खालको छ त्यो जोइन्टमा रहेछ कि त्यो भएर हो मेरो त नोटिस गरेन पछि हेरेँ त उ त्यो भएन के अनि त्यस्तो सिस्टम रहेछ अनि हामीलाई पनि चाहिएन कि त्यस्तो सामानहरू जाओस् बरु 200-300 रुपियाँ जाओस् केही छैन तर हामीलाई चाहिँ एक्ज्याक्ट सामान चाहिँ चाहिएको त्यो दिनु पऱ्यो नि त कि त्यसको ठाउँमा अरू पनि लग्छौँ भनेर भनिरहेको थियौँ कि हामीले तर त्यस्तो चाहिँ नहुनु पर्ने थियो त्यो चाहिँ रुल चेन्ज गर्नु होला प्लिज साइनो मार्ट होइन साइनो कलेक्सन वाट एभर कस्मेटिक जे भने पनि अरू हुन्छ अरे फेरि त्यो मार्टको सामानहरू अरू हुन्छ अरे कस्मेटिक सामान हुँदैन अरे कस्मेटिक सामान केही लिपस्टिक लगेर गएको थियो र हामी एक्सचेन्ज गर्नलाई अब साइज नभएर पो ल्यायो भने त प्लिज यो कुरा चाहिँ ध्यान दिनु होला जहिले लग्यो होइन सामान बिहान हिजो नि होइन बिहान रहेछ मर्निङमा आस्था पनि बेच्यो कि 8 बजीतिर कहाँ हो आस्तु पास्तु ह्याप्पी बर्थडे इन एडभान्स भेरी लङ टाइम थ्याङ्क यू आफ्टर लङ टाइम है गाइज धेरै 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 पनि धेरै भयो मान्छे राम्रै भयो थ्याङ्क यू फर द कम्प्लिमेन्ट चलो खै त अरू उतै एकदम हामी चाहिँ चटपटी बनाउने सामान किन्न आएको छौँ हेर्न सक्नुहुन्छ यिनीहरू चाहिँ के ल्याउनु जाँदैछन् खुर्सानी प्याज त घरदेखि ल्याउनु पर्छ त प्याज छ ल्याएको गाइज हजुरहरूले एक्सपेक्ट गर्नुभएको थियो यति राम्रो ठाउँ हेर्नु न यति राम्रो कलकल खोला पनि बगिरहेको छ धान छ वरिपरि एकदम रमाइलो कि यति राम्रो छ होइन आहा यहाँदेखि फेरि यस्तो ठाउँ डेन्जर ठाउँदेखि हिँड्न छ नि हामी आउनु यता आइज त्यहाँ माथिदेखि पनि मिल्छ हामी माथिदेखि आउँछौँ त्यहाँदेखि यसरी घुमेर हेर्नुहोस् गाइस कस्तो छ बाटोको स्थिति वान मिस्टेक गेम फिनिस टाइपको छ अब पछि भेटौँ अहिले गाइस हेर्न सक्नुहुन्छ हाम्रो पार्टीको लागि गुन्द्री बाटा यस्तो रमाइलो छ हामी त पुरै बाटोमा भैली खेल्दै हो मिस जस्तो मानेर हामी ह्यापी बर्थडे टु यु यहाँ अलि उता गएर आएछु त गाइस लोटिन माछा मार्न लाग्नु भा अघि उता लोटेर हिलो लागेको थियो अनि यहीँ पखाल्दै थिएँ कि अहिले सक्नुहुन्छ भ्यू यति राम्रो छ होइन अनि प्लस यहाँनिर चाहिँ पहिले एकदम राम्रो आउँथ्यो पानी यहाँ आज चाहिँ फोहोर भएको रहेछ अनि सानो त्यहाँनिर चाहिँ पाइपको थ्रोदेखि पानी खानुहुँदो रहेछ अनि बाटो हेर्न सक्नुहुन्छ गाइस खाली खुट्टै छु म अनि आफ्टर लङ टाइम म यसरी भिडियो बनाइरहेको छु होप हजुरहरूलाई मनपर्छ गाउँ जाने सर्टकट बाटो आएर उसको चाहिँ त्यस्तो हालत पनि भ्यू हेर्नुहोस् अनि ऊ त्यहीँनिर हो क्या कृतिमा लोटेको त्यहाँ तर्दै हुनुहुन्छ नि सरी त्यहाँ तर्दै हुनुहुन्छ नि त्यहीँनिर हो क्या लोकेसनमा बसिसकेको छौँ त्यहाँ हेर्न सक्नुहुन्छ माग्न बसेर जसरी चटपटै सबै बन्दैछ यहाँ चाहिँ बहिनीहरू छ दमार गाउँ चटपटी उहाँमा छुट्टै मुस्कान छ चाखो त मान्नु आज क्या हेर्दैछौँ हामी चाखो त हो अनि उता नि छ चाखो कि छिटो म चटो राख्नु खानपिन भइसक्यो गाइस
हामीले चाहिँ आज चुप पुगेन भनेर चाहिँ चुप गराउँदै हुनुहुन्छ यो छ सबै गर्छ राम्रो छ नि पहिला गेस गर्नु कि नउडाको छ त्यहाँ ग्यास गरेर पटेटोको ल्यान देख्यो ए राम्रो रहेछ यार नि म चुज गरे हामी सो सुरुमा मैले देखाम थ्याङ्क यू गाइज लास्टसम्म भिडियो हेरिदिनु भएकोमा अनि कस्तो लाग्यो कमेन्ट पनि गर्नु होला मैले धेरै पछि भिडियो हालेको छु हजुरहरूलाई कस्तो लाग्छ कृपया कमेन्ट बक्समा भन्न सक्नुहुन्छ है अनि हामी चाहिँ धेरै मोमेन्टहरू एकदम रमाइलो भयो धेरै मोमेन्टहरू यस्तो थियो कि हजुरहरूलाई देखाम जस्तो त्यो बेला चाहिँ ठ्याक्क हामीले भिडियो बनाएर सबै कहाँ देखाउनु मिल्छ होइन प्रत्यक्ष जस्तो तर हजुरहरू यहीँ भएर हाम्रो पार्टी प्री बर्थडे सेलिब्रेसनमा हुनुभएको जस्तो चाहिँ मैले बनाएकै छु हजुरहरूले हेरेर कस्तो मान्नुभयो भन्नु होला अहिले चाहिँ अझै पनि खाइराख्नु भएको छ कतिजनाले सानो सानो नानीहरूले खाइराख्नु भएको छ अनि अब चाहिँ हामी घर जान्छौँ होला मेरो सास पनि सकियो प्लस हामीले चाहिँ एक्स्ट्रा केही गऱ्यो भनेपछि म क्लिपहरू हालिदिन्छु बाई बाई सी वान नेक्स्ट भ्लग सकेपछि चाहिँ आफूले आफ्नो सफा गर्नुपर्छ मैले चाहिँ सबै नागरिकको पहिचान दिइसकेको थिएँ यिनीहरूले चाहिँ सफा गर्दैछ र मैले छुट्टी छ Hey guys, this is Mexo with Zanuka. This is day 2 guys. I'm back with my another video. भनौँ है अनि यहाँ चाहिँ हाम्रो मामा काला लाग्नुभयो हामी चाहिँ फोटो बनाउन आइसकेको छौँ अनि केही पनि थाहा छैन विपनालाई फोटो दिँदैछु भनेर सायद गेस चाहिँ गरिसके होली तर थाहा छैन उसलाई चाहिँ कीर्तिमा पनि आइसकेपछि अनि म चाहिँ कन्फ्युज भइरहेको छु कि दिदीलाई के अरे फोटो दिउँ कि बुके दिउँ भनेर अनि दिदीको पनि बर्थडे हो नि त त्यसैले के गरौँ भनेर सोचिरहेको छु एकछिनसम्म सोध्छु डिसाइड गरेपछि हजुरहरूलाई पनि भन्छु ल क्युटी पाई फोटोहरू छ हाम्रो चाहिँ फोटो घरमा आएको छ गाइस फोटो घरमा त्यहाँ हेर्न सक्नुहुन्छ मेरो फोटो गाइस अनि हामी चाहिँ आजभोलि नजिक पनि अनि राम्रो पनि फोटो घरमै आउँछौँ कि फोटो बनाउनलाई मेरो बर्थडेको फोटो गिफ्ट पनि विपनाले मलाई यहीँदेखि दिएको थियो कि अनि हेर्न सक्नुहुन्छ पछाडिको ब्याकग्राउन्डमा एकदमै धेरै फोटोहरू छ प्लस अहिले फर्स्ट टाइम फोटो घर भनेर कहाँ सुने हो भनेपछि अनि म फोटो घर यस्तो पनि नाम हुन्छ भन्ने लागिरहेको थियो कि अनि फर्स्ट टाइम चाहिँ हाम्रो ओरिएन्टेसन थियो सायद ओरिएन्टेसन या योगा थियो अनि त्यो टाइममा चाहिँ दाइ जानुभएको थियो फोटो खिच्नलाई अनि एकदमै राम्रो थियो अनि मैले व्हाट्सएपमा मेसेज गर्दा चाहिँ हाम्रो एक फोटो पनि पठाइदिनु भएको थियो कि हाम्रो फोटो पनि खिचिदिनु भएको थियो सो त्यो दिनदेखि चाहिँ मैले फोटो घरमै फोटो बनाउँछु इफ मलाई चाहिएपछि ओके गाइज एकछिनमा भेट्नुपर्छ लागिसक्यो हेर्नु न तातो हुन्छ त्यो फ्रेममा दिस इज फाइनल लुक गाइज है हेर्न सक्नुहुन्छ एकदम राम्रो बनाइदिनु भएको छ थ्याङ्क यू फोटो घर है अनि प्याक गरिदिनु यो ऱ्यापिङको पनि व्यवस्था रहेछ गाइज मैले त सोचेको थिएन है यो चाहिँ एक्सपेक्ट गरेको थिएन है मैले ऱ्याप पनि गरिदिन्छ होला भनेर कस्तो लाग्यो विपना कृपया भन्नु होला हजुरले अनि यो भिडियोमा चाहिँ भने चाहिँ तँलाई के अरे तैँले एक्सपेक्ट गरेको थिइस् कि नै मैले फोटो फ्रेम दिन्छु भनेर कि तैँले अरू के नै एक्सपेक्ट गरेको थिइस् भन् अनि नेक्स्ट इयर मैले त्यो पुरा गरिदिन्छु Thank you photographer for such a nice photo frame है अनि अब चाहिँ हामीले नेक्स्ट गिफ्टतिर जाँदैछौँ गेस गर्नु होला तपाईँले मिलाउनुहुन्छ कि नै मैले के दिन्छु होला भनेर जेब्रा क्रसिङ एउटा के अरे सभ्य नागरिकको पहिचान दिँदै हामी चाहिँ के अरे जेब्रा क्रसिङदेखि जाँदैछौँ जेब्रा क्रसिङमा कति क्युट हो बसेको उठा न उठा हे गाइज आम ब्याक अनि अहिले चाहिँ मैले नयाँ कपडा पनि देख्नु भएको होला कपडा भन्नाले पनि टी सर्ट चाहिँ नयाँ हो मैले भर्खरै किनेको होइन
अनि अघिको कपडा भन्दा पनि टी सर्ट चाहिँ हल्का स्कर्टमा लगाउने जस्तो थियो अनि त्यसरी नसुहाएको जस्तो लाग्यो सो मैले चेन्ज गरेँ अनि हामीले चाहिँ दिदीलाई पनि गिफ्ट अनि साथीलाई पनि गिफ्ट बनाइसकेको छु अब जानुपर्छ हाम्रो गन्तव्यतर्फ ल उता गएर भेट्नुपर्छ है सबैजना चाहिँ उतादेखि अर्को साइडदेखि जानुभएको थियो होला हामी चाहिँ आज यता यो नगरपालिका हेर्न सक्नुहुन्छ यहाँ नगरपालिका अनि यतातिर चाहिँ सेन्ट्रल स्कुल जाने बाटो अनि त्यहाँदेखि यता ब्याक साइडमा पनि छ है पार्टी फ्लोर यदि हजुरलाई घुमेर जान झ्याउ लाग्छ भनेपछि चाहिँ यहाँदेखि जान सक्नुहुन्छ पार्टी फ्लोर रेस्टुरेन्ट सानोदेखि सानो बोर्ड छ त्यसैले ख्याल नगर्नु भएको होला तर यतादेखि पनि आउन मिल्छ है यहाँ चाहिँ पार्टी फ्लोरको यस्तो छ इन्भाइरोमेन्ट अनि मैले केक ल्याम कि नल्याम जस्तो भइरहेको थियो अनि प्लस त्यही भएर चाहिँ यहाँ बोलाइरहेको छु कि आउनु भएको छैन त्यो आएपछि सट्ट गएर सानो केक लिएर आउने थियौँ नत्र भनेपछि म एक्लै भए पनि गएर लिएर आउँथेँ कि होइन म लिएर आऊँ कि हो है त्यही गरौँ नि लिएर आऊँ है लिपस्टिक लगाउन लाग्छ फेरि लिपस्टिक लगायो बेटुवा ए मलाई याद आयो कि सासूआमा भनेर हामीलाई सरले होइन म सासू रे त्यो बुहारी रे के तर छोरा यहाँको छोरा चाहिँ को हुनुहुन्छ थाहा छैन कृपया भाइ अथवा छोरासँग सम्पर्क गरिदिनु होला म सम्पर्क भन्न खोजे सम्पर्क भने क्लिप काटिदिनु होला कृपया नो नो ल हामी के अरे उ ल्याएर को छिटो आइ त बर्थडे गर ह्यापी बर्थडे पछि छिटो आइस त किन A few moments later. हामीले चाहिँ लुकेर यो गुडिया ल्याइदियो म ल्याउने यसले ल्याइदियो यो ल्याइदिएछ होइन अनि त्यहाँ भिडियो पनि बनाएर अनि त्यसलाई थाहा छैन कि के हो कस्तो भनेर सुरुमा चाहिँ जामै ह्याप्पी बर्थडे टु यु ह्याप्पी बर्थडे टु यु खोल के दिया खोल कस्तो लाग्यो भन् त एकदम राम्रो छ दिव्या जस्तै छ थ्याङ्क यू गुडिया घर भन् थ्याङ्क यू गुडिया घर यो पनि खोल गर्न अनबक्सिङ थोरै छौँ गाइस तर रमाइलो यो पनि यो मलाई गरे त्यसको बर्थडे ल कस्तो लाग्यो एक्सपेक्ट गरेको थिइस् तैँले के मैले के दिन्छु सोचेको थिइस् ल भन् त ल मैले के दिन्छु भन्ने सोचेको थिइस् के सोचेको थिइस् भन् केही सोचेको थिइस् कि नै भने क्या के सोचेको थिइस् यही म फेरि तैँले योभन्दा केही सोचेको थिएँ अर्को बर्थडे पनि मलाई त्यही दिने भनेको थिएँ फेरि एनी आऊ दिने सोचेको थिएँ फेरि हाम्रो चाहिँ यहाँ बर्थडे सेलिब्रेसन स्टार्ट हुन लागिसक्यो ल ह्याप्पी बर्थडे टु यु ह्याप्पी बर्थडे विपना चाम्रे 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 के थाहा छ कि नै त्यो गुडिया ल्याउने बेला कति किन टाइम लाग्यो थाहा छ किन लाग्यो भन् त त्यसमा हामीले के अरे क्यामेरा पनि गराएको थियो कि कसम क्यामेरा छ के हो त्यसमा हेर न राम्रोसँग क्यामेरा अब हेर अब त तँलाई जति बेला पनि भिडियो कल गर्ने हुन्न हेर त्यही भएर हो कि साँच्ची क्यामेरा किन काम गे अब पताइनेस्
जाबो गुडिया निकाल्ने यति टाइम लाग्छ र गोमा लाग्ने गर्ने अब गफ खान लाग्छ रे ए त्यो गुडिया आधी घन्टा जति लाग्छ कस्तो साइको कुरा गर्छौ कि तिमी फेरि अनि यसलाई हेरिराख्नु परेन यो ब्रेम भइराख्छ थाहा किन अब हेरिराख्छु म तिमीले क्यामेराबाट मलाई पनि दिएछ त्यो लिंक मेरो पनि सेट गर्न पठाउँछु मोबाइलमा अब आजै पता छैन कि क्यामेरा दाइले खुद बनाइदिया हो एउटा आँखा बनिरहेको त्यसको के भयो भनेपछि यहाँ फर्स्टमा कोले खुवाइदिन्छ त्यसलाई धेरै माया भन्ने भयो अनि त्यही भएर सँगै पिलाइदिन्छ ल यही भयो त न्यापकिनले त यस्तै हो गाइस हाम्रो त रमाइलो बर्थडे यस्तै हो यत्तिकैमा रमाइलो गर्नुपर्छ सो अब के गर्छौँ हेर्दै गर्नु होला दुईवटालाई खुवाइदिन्छु ल सँगसँगै खा है तिमी दुईवटाले ल गाइस यस्तो छ यहाँ एक्लै एक्लै नखाने अब नखाने भन्नाले नि एक्लै एक्लै नखुवाउने कस्तो लाग्यो यहाँ किस भएन ल यस्तो नसोच्दिनु होला ह्यापी बर्थडे टु यु थ्याङ्क यू ह्यापी बर्थडे मिस थ्याङ्क यू मन कतिवटा केक काटेको भएन अहिलेसम्म 9वटा म कतिको प्याक भएर हो कि नानी बिहानदेखि केक काटे गाइस कस्तो गाह्रो हो यहाँ एउटा रुममा चाहिँ दिदी मेरो साथीको बर्थडे छ यहाँ दिदी थ्याङ्क यू कति साथ हुने उता त एसी छ त चिसो मैले बर्थडे गिफ्ट ल्याइदिनु कतिले गिफ्ट ल्याइदिया मलाई हो कि ओहो कति राम्रो चप्पल ल्याइदिएछन् अब साइज पनि मिल्यो कि नै मिल्दैन मिल्छ ठुलो हुन्छ क्या हल्का ठुलो हुन्छ होला होइन ठिक्क हुन्छ कति कति साइजको 39 39 त्यो छ नि त यो यस्तो त्यो छ नि त त्यही भएर थ्याङ्क यू मायालुङ मैले पनि एक्सपेक्ट गरेको थिएन है फेरि हो साँच्चै एक्सपेक्ट गरेको थिएन अनएक्सपेक्टेड चिज दिनुपर्छ दादा बाबु गिफ्ट ल्याएर दे एउटा ह्यापी बर्थडे उतातिर हो क्या साथी यहाँ आम्लाएन गाइस यार यता उता गर्दा त मेरो दिमाग खराब भइसक्यो यहाँ यी खालि त्यही सर्भ गर्न लाग्छ यसले मेरो पनि यही लगाएको थियो कि हिजो बनाएको यहाँ नाङ्लो सेट पिज्जा गाइस अनि बिरयानी अनि उहाँ पनि छिटो बोलाउनु भएको छ छिटो छिटो एक चम्मच यहाँ खाने अनि फेरि उयो चम्मच उहाँ खानु जाने गाइस जी हेर्नु यहाँ खाँदा खाँदै छोडेर जानु सबजना खाना खान कि यसले भिडियो बनाउनु चाहिँ खाना खाएको म मुखमा हालेर पनि जान लाग्छु उता दिदीको पनि बर्थडे छ यता साथीको पनि बर्थडे छ गाह्रो छ साथी यस्तो हुन त रेस्टुरेन्टमा घरवाला भाइ हजुर प्रतिभा प्रेमी कुन खानु के प्रतिभा प्रेमी कुन जस्ट मेमोरीको लागि हो हामीले पनि यस्तै खायो A few moments later. गाइस मैले राम्रोसँग एन्डिङ पनि गर्न पाएन अनि धेरै सङ राखेपछि चाहिँ कपिराइट लाग्न सक्छ भनेर चाहिँ मैले म्युट गरेको तर यति धेरै रमाइलो गरेको हो नि हामीले लास्टमा दुईटै साइडको मेम्बरहरू आएर सो सी यु अन नेक्स्ट भ्लग